नमस्ते। आज चाहिँ मैले धेरैजनाको आग्रहमा चाहिँ होम टुर बनाउन लागेको छु हैन। धेरैजनाले हजुरको घरको होम टुर गराउनु भन्नुभएको थियो। अनि अहिले त्यति सिजन राम्रो चाहिँ छैन है, फुलहरू यताउति मरेको छ, बल्ल अब राम्रो हुँदैछ। त्यही पनि मैले होम टुर गर्न सुरु गरेँ। यो चाहिँ हाम्रो सबभन्दा अगाडिको भाग। यो चाहिँ अस्ति बाटो खन्दाखेरि यताको डोजरले खन्यो हैन, यति चाहिँ बाँकी छ। अब त्यहाँ फुलहरू लाउन बाँकी छ। यो घर अगाडि हाम्रो चाहिँ यो मेन गेट हो। ल आऊ। अनि त्यसपछि चाहिँ यता देखाइदेऊ त। यता चाहिँ हामीले अब यो धेरै थरीको फुलहरू लगाएको छौँ हैन। यो फुल लगाउनु चाहिँ मेरो सासूआमा र मेरो छोरी हो, मैले भन्दा पनि धेरै। यता फुलहरू थुप्रै थरीको छ। यो बर्खा भएको भएर बल्ल फुल राम्रो हुन थाल्यो। फुलहरू कोही लगाएर अब बल्ल यहाँ सयपत्री फुल कुकुर फुट्छ, त्यही पनि फुल राम्रो फुल्दैन। अनि यो चाहिँ हाम्रो कमलको फुल हो हैन, कोपिला लागेको छ है कमलको फुल। अनि यो चाहिँ हाम्रो पुरानो 35-40 वर्ष अगाडि लगाएको फुल हो यो। अनि हामीले चाहिँ यसलाई यसरी झुलामा यसरी यो राखेको छौँ। अनि यहाँ त्यहाँ कस्तो राम्रो फुलहरू होइन नि यो फुल कस्तो राम्रो। यो सबै फुल चाहिँ मेरो छोरी र सासूआमा है। फुल चाहिँ यतापट्टि चाहिँ हाम्रो अर्को पार्ट छ। अब यो चाहिँ मैले अर्को भ्लगमा देखाउँला। यता चाहिँ त्यो पनि यता पनि यसरी गेट खोलेर जानुपर्छ। अनि चाहिँ यतातिर चाहिँ हाँस कुखुरा भैँसी, त्यहाँ चाहिँ हाम्रो तरकारी बारी गराएको अलिअलि पछाडि पनि छ नि त। तर यहाँ अलिकति माटो खाली थियो, ठिकै छ। किन चाहिँ यसमा खेरा फाल्ने भनेर त्यहाँ भेन्टा सेन्टा अलिअलि तरकारीहरू लगाएको छ। अनि यो चाहिँ हाम्रो धनसार रुम। कोही मान्छेहरू आइहाल्नु भयो भने चाहिँ यहाँ बस्नुहुन्छ होइन। यो जुत्ता ऱ्याक भयो। यो चाहिँ वासिङ मेसिन हो, लुगा धुँदैछौँ। अनि हाम्रो पुकुलुको सुता यहाँ पुकुलुको सुतिरहेको छ हाम्रो पुकुमाया। अनि यो हाम्रो धनसार हो। यहाँ चाहिँ हाम्रो एकदमै भण्डार कोठा जस्तै छ। यसरी हाम्रो यहाँ पुरै भद्रगोल छ यो भण्डार कोठा। अब मिलाएर पनि साध्य छैन है, के हुन्छ यहाँ। अनि माथि पनि छ, यहाँबाट यसरी भरान चढेर जानुपर्छ। अनि उता देखाइदेऊ त नानी, त्यो हाम्रो कुल पूजा गर्ने ठाउँ हो, ढोका लगाएर राख्छौँ होइन। त्यहाँ पनि कोठा छ एउटा निकाले। अनि त्यहाँबाट यहाँबाट यसरी बाहिर निस्किने। अनि हाम्रो फेन यहाँ बस्दाखेरि चाहिँ फेन लगाउने भनेर यहाँ फेनको व्यवस्था पनि छ होइन। यता फुलहरू लाउन बाँकी छ, भर्खर बनाएको नि त। सयपत्री फुल चाहिँ ओइ आयो। अब चाहिँ यहाँ कुन फुल लाउने भन्ने हामी यहाँ सोच्दैछौँ होइन। यो कर्नरमा चाहिँ फुलहरू लगाएर यसलाई चाहिँ अलिकति डेकोरेट गर्ने विचार छ। अनि यो हाम्रो ग्यास सिलिन्डर राख्ने ठाउँ, यो चाहिँ सुरक्षित हुन्छ भनेर यो ग्यास सिलिन्डर गमलामा यहाँ टन्न। यो मेरो छोरी र सासूआमाको है। यो फुलहरू जति मेरो छोरी र सासूआमा, अझै धेरै सासूआमा हो। यो चाहिँ हाम्रो तुलसीको मोठ। यता यो चाहिँ यहाँ के अरे पारिजातको फुल, आँप। अनि त हाम्रो रोज कति राम्रो रोज छ, यहाँ रोज छ त्यो फुल। अनि यो पहेँलो फुल यता। अनि यता सानो हाम्रो यो चाहिँ के अरे पछाडि सानो गेट पनि देखाइदिउँ न। यो चाहिँ हाम्रो मिनी गेट हो। यो चाहिँ सट्ट आउन जान मिल्ने, त्यो ठुलो छ नि त त्यो गेट, त्यही भएर यो चाहिँ सानो गेट हो। अनि हामीले चाहिँ यसरी जल ढाकिँदाखेरि चाहिँ यो निलो फुल राख्छौँ कि। यो चाहिँ विष्णु भगवान्को अरे। अनि दैलामा निलो फुल राख्यो भने राम्रो हुन्छ भनेर होइन। अनि हाम्रो यो भित्र स्वागत छ भित्र चाहिँ। अनि यो भर्याङको मुनि यो मेरो बुढाको फेरि यो अस्ति यो साइकल एकदम माया गर्नु चाहिँ भित्र ल्याएर राख्नुहुन्छ, सुरक्षित छ। त्यो त्यहाँ हाँडो हुन्छ। यो भर्याङ मुनि जुत्ता चप्पल र यताउति छन् होइन यहाँ चाहिँ। अनि यहाँ चाहिँ हाम्रो किचन। यहाँ हाम्रो भगवान् हुनुहुन्छ। किचन पनि मैले खासै आज मलाई एक्कासी होम टुर गर्न मन लाग्यो होइन। त्यही भएर खासै मैले जस्तो छ त्यस्तै पनि बनाएको। भर्खर खाना खाएपछि यताउता म चाहिँ एकदमै टी लभर हो नि त। मलाई एकदमै चिया मनपर्ने भएको भएर, मलाई चाहिँ एकदमै कप कलेक्सन एकदम मनपर्ने भएको भएर ल हेर्नु मेरो कप कलेक्सन। यहाँ यसको पछाडि फेरि सबै हो है, यहाँ सबै छ पछाडि सबै राखेको छु मैले। यसको पछाडि यो पुरै सेतो कप होइन, यस्तो हो फेरि यसको पछाडि यो पुरै कति थरीको यो सबै कपै कप छ होइन, कलेक्सन कप कलेक्सन। अनि यो चर्चका भाँडा खासै मिलाएर राखेको छैन, यता पनि छन् कप कलेक्सन। र यो जुसहरू यस्तो मलाई चाहिँ मनपर्ने भएको भएर। अनि यो कप कलेक्सन कति लगभग कति म एकदमै अनि यो चाहिँ मेरो फेरि बुढाको टी लभर चाहिँ म, मेरो बुढा चाहिँ यता लभर। अनि त्यही भएर यहाँ चाहिँ मेरो बुढाको यो रक्सीहरू मलाई पनि मनपर्छ है। मैले पनि नखाए पनि मलाई पनि एकदमै यो राख्न चाहिँ एकदम मनपर्छ। अनि यो स्पेसल चाहिँ चाइनाबाट ल्याउनु भएको मेरो बुढाले। यो के भन्छ यहाँनिर फुट्यो भने मार्नु चाहिँ चिलिम गाँजा खाने। यो चाहिँ कतिहरू त गिफ्ट पनि दिनुभयो होइन। अनि यस्तो रक्सीहरू छ दुईवटा, देखाइदिउँ न त।
यस्तो एउटा ठुलोमा छ ऊ त्यो ठुलोमा छ अनि थुप्रै थरीको छ यहाँ 22-15 वर्ष पुरानो रक्सीहरू पनि छ त्यति बेलादेखि राखेको अनि कप कलेक्सनै भन्नुहुन्छ भने त यता पनि त्यति नै छन् कपहरू होइन त्यति नै छन् किनभने फेरि मलाई चाहिँ एकदमै यो कप भाँडाहरू चाहिँ एकदम मनपर्ने कि अनि चाहिँ हाम्रो फ्रिज हो यो होइन फ्रिजभित्र के छ चाहिँ नदेखाऊँ फ्रिज हो अनि पछि यता चाहिँ हाम्रा यता के हो यो पानी तताउने आँटा तताउने के हुने सबै खतराङ मत्राङ छन् होइन अनि चाहिँ हाम्रो यहाँ यो चम्चा यस्तै अब ड्ररहरूमा के राख्नु होइन प्लेटहरू अनि यस्तै छ किचन अनि यो सबै भन्छु कुरा ल तपाईँहरू किचनमा सानो एरिया छ तर डाइनिङ टेबल पनि राख्नुपर्छ भने हामीले आफैले अर्डर दिएर बनाएको किनभने हाम्रो किचन सानो छ नि त अनि ठुलो टेबल पुग्छ अर्दैन डाइनिङ टेबल त्यही भएर हामीले चाहिँ टक्क खाने बेलामा निकाल्ने अनि पछि भित्र पठाइदिने है अनि पछि यो सोफा चाहिँ मेरो बिहाको हो आजभन्दा कति वर्ष 22-23 वर्ष पुरानो सोफा हो होइन यसलाई कभर हालेर बनाएको तर बिगारिदिएछ कि यस्तो रिस उठ्यो होइन भनेपछि त टन्नै लियो पछि यसलाई रिपेयर गरेर बनाएको हामीले यस्तो खोलहरू चाहिँ बिगारिदिएछ कपडा चाहिँ महँगो ल भनेअनुसार बनाइदिन्छु भन्यो लास्टमा बिगारिदिएछ हामी चाहिँ पुरानो चिज चाहिँ सक्भर नफाल्ने बलियो छ भन्ने भनेर त्यसैलाई जगेर्ना गर्न खोज्छौँ क्या त्यही भएर यो मेरो पुरानो बिहाको सोफालाई रिपेयर गरेको अस्ति अब यो टिभी रुम भइहाल्यो होइन अनि यो टिभी रुम अरे यो टिभी अनि पछि यहाँ मिलाएको छैन है यो उस नगर्नु मेरो छोरीको चाहिँ यो अनि मेरो ससुरा बाको हो तल चाहिँ मेरो बुवाको ससुरा बुवा पनि छ मेरो छोराको फोटो म्यामले दिनुभएको अनि यता यो फोटो स्पेसल हामी बिहा गरेर आएको दुरन फर्काएको भोलिपल्ट खिचेको हेर्नु म कति पातली थिएँ मेरो सासूआमा मेरो ससुरा बुवा मेरो नन्द अनि मेरो बुढा अनि यो दुरन फर्काउँदै गर्दाखेरि माडीको राप्ती जङ्गलको डुङ्गामा बसेर खिचेको फोटो हो कि यो चाहिँ डुङ्गामा दुरन फर्काउँदाखेरि खिचेको आजभन्दा 22 वर्ष अगाडिको फोटो हो नि मेरो एकदम प्यारो छन् मेरो लागि यता पनि छन् मेरो छोरीको अवार्डहरू हेर्नु यो चाहिँ अरोमा कलेजको होइन अनि पछि यो चाहिँ मैले मकाउबाट लिएर आएको मकाउ लेखेछ होइन यो पनि सोनम थापा भनेर यो म इङ्ग्लिसमा राम्रो पढ्न जान्दिनँ यो पनि सोनम होइन सर्टिफिकेटहरू मेरो छोरीको यी च्याट्ट यहाँ सबै छन् माथि पनि छन् उनको यहाँ उसहरूमा त पुरा गरेर राखिदिएछु यहाँ मेडलहरू चाहिँ यहाँ छ अर्को बट्टामा नि एउटा कता छ होइन मेडलहरू चाहिँ धेरै कता तलान तुलुङ पार्ने भनेर बट्टामा हालेर राखिदिएको यो सबै मेरो छोरीको अवार्डहरू हो अच्छा गिलासहरू देख्दैन यहाँ स्टिलको गिलासहरू पनि मैले यहाँ चाहिँ खास अर्को यहाँ पनि छ फेरि मेरो कप कलेक्सन ल हेर्नु मैले कति चिया खाँदो रहेछु हेर्नु सानादेखि ठुलासम्म यत्रादेखि कपदेखि यत्रासम्म छन् एकदमै टी लभर भएको भएपछि एकदमै कप कलेक्सन चाहिँ एकदमै मनपर्दो रहेछ कोलाई कप कलेक्सन मनपर्छ सबैजनाले भन्नु होला होइन कप कलेक्सन यो चाहिँ मेरो ससुरा बुवाले चाहिँ ठ्याक्क माटाको पानी खाने भन्नुहुन्छ छन त अकुवा पनि छ यसलाई के भन्छ नि अकुवा पनि छ तर ससुरा बुवाले अकुवाको पानी यहाँ हालेर अनि चिसो फ्रिजको पानी खान त्यति रुचाउनुहुन्न बिरालो फेरि पस्छ ढोका लगाइदिनु पर्छ माथि बस्छौँ नि त अनि यो चाहिँ हाम्रो सटर कोठा यहाँ भाडामा गएको छ त्यही भएर यता मैले देखाउँदिनँ होइन अनि यो चाहिँ हाम्रो माथि जाने यो फुलहरू सबै सुकेछ माया नभन्नु सब फुल ओडाएर चाहिँ नभन्नु अब सिजनै त्यस्तै रहेछ कि होइन अब बल्ल फुलको सिजन आउँदैछ मऱ्यो फेरि त्यही माथि यो सबै फुल स्याहार गर्ने भनेको मेरो छोरीले हो यो माथिको त्यसको फेरि एकदमै इक्जाम चढ्यो पढाइमा चापाचाप परेर त्यति फुलमा ध्यान दिन पाएन त्यही भएर बिग्रियो अब उसको इक्जाम सिक्यो बनाउँछु सिजन पनि राम्रो आएको छ त्यही भएर फुल यस्तो राम्रो हराभरा थियो मेरो टिकटकमा हेर्नुभयो पनि देख्नुहुन्छ कति राम्रो थियो यो फुलहरू अहिले ओइलाएको छ होइन अब यो फुललाई फेरि बनाउनु छ अनि यहाँ चाहिँ टक्क यहाँ ऐना छ है ऐना पनि छ टक्क माथिबाट झर्दाखेरि चाहिँ ऐना देखियोस् भनेर होइन अनि यसरी सिधै जाँदाखेरि चाहिँ हाम्रो बातली छ पहिला बातली देखाउँ यसरी हामी चाहिँ बातलीमा यसरी आइन्छ होइन म चाहिँ लुगाहरू टन्नै सुकाएको छु यहाँ हाम्रो भिउ देखाएको छैन बातलीबाट यो चाहिँ हाम्रो खेत यतापट्टि साइडमा होइन हाम्रो बाटोको उता घरहरू बन्दैछ लुगाहरू चाहिँ अनि यतै उतातिर पछाडितिर पनि सुकाउँछ अनि यता चाहिँ हाम्रो बाथरुम छ होइन बाथरुम चाहिँ यस्तो छ हाम्रो मन्दिर कोठा एउटा बेड पनि राखिदिएको छौँ होइन पहिला हाम्रो किचन थियो कि यहाँ अनि किचन भत्काएर तल सारेपछि यो चाहिँ मन्दिर कोठा चोखो कोठा बनाएको हामीले होइन अनि यो चाहिँ हाम्रो मन्दिर अब खाना खाएपछि चाहिँ हाम्रो सरपञ्च मन्दिर अब बसी खाइसक्यो नि त यो चाहिँ हाम्रो मेरो बिहाको दराज हो
22 वर्ष पुरानो। यो चाहिँ मेरो बिहाको दराज हो होइन। अनि यसलाई चाहिँ फाला माया लाएर हामीले चाहिँ फेरि यसलाई रङ रोगन गरेर अनि राखेको छौँ भित्रको अवस्था। अनि यो मेरो ससुरा बुवाले जागिर खाँदाखेरि 40 वर्ष अगाडि किन्नुभएको अरे दाममा। मेरो ससुरा बुवा सुट हुन्छ प्रायः यहाँ चाहिँ एकदम मतलब हुन्छ। यता छ फेरि हाम्रो बाप पनि छ यतातिरलाई हेर्ने। त्यहाँ धारो बाबुले त्यता फर्काइदिएर उत्तारो पारेर राखिदिएछ धारो फेरि यस्तो छ होइन यो पछाडिपट्टिको। अनि स्पेसली यो देखाइदियो त नानी। यो चाहिँ लुगा सुकाउनको लागि बनाएको क्या हामीले हेङ्गरहरूमा यसमा होइन। यो चाहिँ हामीले लुगा सुकाउनको लागि बनाएको स्पेसली यो स्टिलको। यो रुम चाहिँ अब सासू मेरो ससुरा सासूआमाको रुम सुतिराख्नु भएको छ त्यही भएर धेरै नराम्रो। अनि यता हाम्रो गणेश भगवान् यता हुनुहुन्छ। यता हाम्रो इन्ट्री गर्ने बित्तिकै यताको भ्यू देखाइदेऊ त। ट्याक्क गणेश भगवान् हुनुहुन्छ यहाँ होइन। अनि पछि यो आज फेरि हाम्रो रुम चाहिँ मिलाएर होइन एक्कासी मैले गरेको हो। यता यो छोरीले कोही ल्याउँदाखेरि चाहिँ म थाहा चाहिँ थिएँ होइन। छोरी भएको रुमहरूमा यस्ता उस्तै हुन्छन् कि फेरि थाहा हुन आमालाई कति बेला के ल्याएर आएको हुन्छ नि। यता चाहिँ मेरो छोरीको रुम हो यो चाहिँ होइन। ल हेर्नु हेर्दैन मिलाउनु भ्याएन बल्ल अस्ति इक्जाम सक्यो बिचरा आज आइदियो मिलाउनु भ्याएन। यसो अलिअलि यो चाहिँ मैले अस्ति भर्खर बनाइदिएको दराज हो यो नानीको। अनि पछि यो चाहिँ उसको बुक ऱ्याक अर्डर धेरै बनाएको हो कि यो चाहिँ मिलाएको चाहिँ छैन सामानहरू गर्दा छ। यो ब्याग अस्ति मैले आफैले यहीँ घरै बनाउनु दिएको हेर्नु। यहाँ बर्थडेमा छोरीले गिफ्ट चाहियो भनेर यहाँ गिटार किन्दै गएन नचाहिँदाखेरि चाहियो भनेर अत्ताउने बच्चापाटीहरूले। अनि अहिले किनिदिएपछि फेरि छैन थन्केर बस्छ एउटा कुनामा। अनि यो छोरीको बेड भयो के अरे। अनि यो चाहिँ यता परेछ कि हाम्रो खासमा चाहिँ यसो गर्दा आफै फुट्यो कि 2 चोटिसम्म 5,000 लिएको यो बनाएको ऐना मात्रै बनाएको 2 चोटिसम्म 10,000 खायो। तै पनि यस्तो भयो यो यहाँ ठोकिँदाखेरि आफै फुटेको यो चाहिँ। त्यो भएर हामीले नबनाएको अनि बनाए पनि फुटिहाल्दो रहेछ भनेर बहिनी मेरोमा छैन यस्ता के हुन्। छोरीको रुममा चाहियो भने आउने यतै लुगी छिपी यतै लाउने हो मैले चाहिँ। दोहोरो त कहाँ सकिन्छ त नि छोरीलाई पनि आफूलाई पनि गाह्रो छ। अनि यता ड्रलमा के राखिसकेको नि ए यसका के पनि काइया आमा दामी रहेछ नि त। अझै कता छैन मैले लाएँ भने हराइदिन्छु कि फेरि उसको त्यस्तो सामान चाहिँ। यसका मेरो छोरीको मेकअपको सामान ओहो हो मलाई त थाहा पनि थिएन। राम्रो पैसा जति त यता पो हैछ त सकेको त आजै पो देख्दैछु त म त। अझै यहाँ बाँधेका उता 4-5 वटा लगाइराखेको छु। उसले त जतन गरेर राख्छ कि फेरि म यो फेरि आएर खर्च झिक्यो अनि जहाँ लिएर आएर ठाउँमा राखिदिन्न फेरि म त्यस्तो छु। उसले फेरि खोजिदिने जान्छ किन्छ कराउँछ फेरि यता के खाने त अझै यता पनि के हो नि टिस्यु राम आजकलका बच्चाहरूलाई आमामा यहाँ आँटा फेरि यता पो हुन्छ त फुलमाया लानु पनि दामी छ। मेरो बुहारी ल्याइदिएको हुनुहुन्छ होइन मान्छेले। यो चाहिँ 1.5 महिनाको माथिको फोटो चाहिँ 1.5 महिना हुँदाको मेरो छोरी। अनि तलको चाहिँ 1.5 वर्षको होला। तलको दाँत पनि राम्रोसँग आएन उभिन सकेन राम्रोसँग। यता छ फेरि लगभग 2 वर्ष जतिको होला यो फोटो नि। 2 वर्षको पनि थिएँ कि थिएँ सानै थिएँ। अब चाहिँ मेरो रुम ल हेर्नु यतातिर मेरो छोराको लागि बनाइदिएको पुन्टे दराज यो। लुगा पनि कति हुनु आजकल यो मलाई छोरीलाई अलगै ससुराबालाई अलगै फेरि उता अलगै छ। यो चाहिँ मेरो छोरालाई अनि यहाँ चाहिँ सानोतिनो लुगाहरू खाँदा यहाँ घरमा यहाँ होइन। यो चाहिँ छोरोको लुगा यसमा यहाँ चाहिँ अनि हाम्रो लुगा तल घर भइहाल्यो होइन। खोलेर चाहिँ म देखाउँदिनँ मिलाएकै छु तर म देखाउँदिनँ झ्याउलाइरह। अनि यतातिर योमा चाहिँ ड्रेसिङ टेबल हो। ल हेर्नु छोरीको रुममा कति थियो मेरो रुममा केही छैन। मेरो रुममा केही छैन यहाँ पर्फ्युम मात्रै छ पर्फ्युमहरू छ होइन। यिनीहरू पर्फ्युमहरू मात्रै छ। यो चाहिँ सिन्दुरदानी अनि यो पर्फ्युम यस्तै खद्राङ यो चाहिँ के अरे सेन्ट्रेलाको होइन। यो चाहिँ सेन्ट्रेलाको युज गर्छु मैले चाहिँ होइन। अनि अब बुढा र लुगी छिपी भयो भने कहिलेसम्म ढाक्न छल्न सकिन्छ तबसम्म चाहिँ ढाकेर छलेर भए पनि किन्न छोडिन्न। यी 3टा सेन्ट्रेलाको यो पनि पर्फ्युम नै हो। पर्फ्युमको चाहिँ कलेक्सन नै छ। मैले टिकाहरू चाहिँ यसमा राख्छु। यसको ढक्कन फुट्यो कि नङबालिस रहेछ। अनि अब घरमा त खतरामा पनि यस्तै के हुन् लभर सबर यस्तै लिपस्टिक के भइहाल्यो होइन। यहाँ पनि मैले छोराकै लुगा राखिदिन्छु फेरि यहाँ पनि दराज जस्तो त्यस्तैकै लुगा हो यहाँ पनि।
अनि यो चाहिँ अब यहाँ सबैको लुगाहरू ल्याएर फेरि यहीँ यो पटाउने जाडाको लुगाहरू के राति ओर्नुपर्छ होइन। यहीँ अब थन्काउने बेला भइसक्यो। यी चाहिँ मैले भर्खर बाहिरबाट उठाएर लुगा ल्याएर यहाँ राखेर फेरि एक लट लुगा सुकाछु बाहिर। यी चाहिँ भर्खर पटाउन बाँकी लुगा हुँ। ल अब फिनिस यही हो होइन। मेरो घरको टुर धेरैजनाले चाहिँ होम टुर भन्नुभएको थियो। होम टुर देखाउनु भन्नुभएको थियो र मैले चाहिँ आज एक्कासी ल बनाउन त भने जस्तो लाग्यो। खाना खाने बित्तिकै अनि मैले चाहिँ होम टुर बनाएको होइन। खासै मैले मिलाउने ओर्ने जस्तो छ त्यस्तै देखाएको है नर्मली। ल सबैजनालाई हजुरहरूलाई फेरि मन पऱ्यो भने पछि म फेरि फुलहरू पुरै हराभरा भएको बेलामा पनि फेरि अर्कोचोटि पनि होम टुर लिएर आउँछु। हजुरहरूले चाहिँ कमेन्ट गरिदिनु कस्तो लाग्छ के लाग्छ होइन, हजुरहरूलाई कस्तो लाग्यो भनेर। ल बाई बाई, नमस्ते।